राम्रो भयो। के छ टिमहरु अब राम्रैसँग मिलेको छ के छ अब एपीएफले अब सहज तरिकाले हराउनु भयो त्यसै गरी सोझो सेटमै हार्न सकिन्छ भनेर के सोच्नु भएको थियो सोच्न त सोचिरहेको थियौँ तर गेम हो भन्न सकिन्न तर जे सोचेको थियौँ त्यही नै भयो। के छ यसपछि अब एपीएफले हराउँदै तपाईहरुलाई फाइनलको लागि स्थान बनाइसक्नु भएको छ के छ हजुर के छ अब तपाईहरुको अब सम्भावना के छ अब एनपीसी पनि फाइनल जान सक्ने स्थान सुरक्षित गरिसकेको छ हजुर त्यो टिमलाई हराउन सकिन्छ या सकिदैन के छ अब प्रयास गर्दै जाने हो सबै अब टिम जित्ने भनेर आइरहेको हुन्छ हामी पनि त्यही अनुसार जाने हो। अब योभन्दा अगाडिको भन्दा योचोटि अब तपाईहरुको टिमले राम्रो प्रदर्शन गर्यो नि यो के कारणले अहिले चाहिँ हामीले अलिकति ट्रेनिङ गर्दाखेरि पनि हामीले ट्रेनिङ गर्न टाइम पायौँ किनकि सबैजनाले इक्जाम दिएर भ्याएर हामी छुट्टीमा थियौँ अनि त्यो पनि भयो एउटा अनि अहिले चाहिँ हाम्रो अलि किलिङमा चाहिँ अलिकति सबैको राम्रो भयो त्यही भएर अब यो गेममा चाहिँ अब तपाईहरुले धेरै टिमलाई अब सहजै हराउनु भएको छ कसैलाई सोझो सेटमै हजुर यसरी यो कसरी सम्भव हो तपाईहरुको एक्कासी हाम्रो यो अब सबै कम्बिनेसन मिलेर के भन्नुहुन्छ हामी अब यहाँहरुसँग अन्तिममा प्रश्न जोड्ने नै छौँ यहाँलाई फेरि कुरा गर्ने नै छौँ के भन्नुहुन्छ दर्शकहरूलाई अब साथ सपोर्ट गरेकोमा धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ र हामी जित्ने कोसिस पनि गर्छौँ। फाइनल जित्न तपाईहरुलाई कतिको प्रेसर जस्तो छ जस्तो लाग्छ तपाईहरुलाई सहज छ या धेरै प्रेसर छ के छ अब अपोनेन्टले अब सहज पनि लिनु हुँदैन प्रेसर त भइ नै हाल्छ अब खेल्दै गेम हो भन्न सकिन्न के हुन्छ। एनपीसी को टिम कस्तो छ यो बारेमा के भन्नुहुन्छ तपाईहरु त्यसलाई कसरी लिनुहुन्छ अहिले एनपीसी को टिम एकदम धेरै राम्रो छ। हस् धन्यवाद। थ्यांक यू।